सम्माननीय सभामुख महोदय, म अत्यन्तै संवेदनशील र पीडादायी घटनाको सम्बन्धमा सम्मानित सदन र सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका 5 नम्बर वडा कोल गाउँ बस्ने निशा तामाङ 12 वर्षकी 7 कक्षामा पढ्ने अबोध बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर फ्याँकेको अवस्थामा गत 11 गते शव भेटिएको छ। यो घटनाले हामी सबैलाई असाध्यै स्तब्ध तुल्याएको छ र पीडादायी स्थिति सृजना गराएको छ। छ्यादी खोलाबाट प्रहरीले सुझबुझपूर्ण तरिकाबाट शव फेला पार्यो र त्यसपछि गम्भीर अनुसन्धान गरी घटनामा संलग्न 5 जना अपराधीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया जारी राखेको छ। यस बर्बरपूर्ण घटनाले हामी सबैलाई स्तब्ध र असाध्यै पीडा बनाएको छ। यद्यपि प्रहरीको सुझबुझपूर्ण तरिकाले अपराधीहरू फेला परेका छन्। म प्रहरी उपरीक्षक रामेश्वर कार्की सहित यसमा सुझबुझता देखाउने नेपाल प्रहरीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो बालिका बलात्कारको घटना मात्रै होइन, समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने कुरा देखिन गएको छ। यसलाई निकै गम्भीरतापूर्वक सिङ्गै राज्यले लिन जरुरी छ र समाजमा त्यस प्रकारको काउन्सिलिङ पनि जरुरी छ भनेर म एकपटक सम्मानित सदनमा ध्यान आकर्षण गराउन चाहन्छु। म सम्मानित सदनमा र सभामुख मार्फत नेपाल सरकारलाई दोषीलाई अधिकतम प्रकारको कारबाही गर्ने, पीडित परिवारलाई शीघ्र राहत र न्यायिक सहायता र मनोवैज्ञानिक परामर्शका लागि वातावरण निर्माण गर्ने र यस्ता घटनाहरूको आगामी दिनमा पुनरावृत्ति हुन नदिनका लागि प्रभावकारी के उपायहरू हुन सक्दछन्, सिङ्गै राज्यको र सम्मानित संसदको समेत गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। लाल सलाम।